यो निर्वाचनमा मैले देखेको एउटा हृदयस्पर्शी दृश्य त्यो थियो जब धनुषाबाट निर्वाचित मनिष झाले आफ्नो जित घोषणा भएपछि पहिलो काम जानकी माताको दर्शन गर्न गए अनि त्यसपछि आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका पराजित उम्मेदवार एवं नेपालको प्रजातान्त्रिक आन्दोलनका पुराना नेता बिमलेन्द्र निधिको चरण स्पर्श गरे। आफूसँग हारेका बिमलेन्द्र निधिको चरण स्पर्श गरेर अनि त्यसपछि छोटो मन्तव्यमा सबै पुराना नेताहरूलाई त्यस क्षेत्रका स्मरण गरेर मनिष झाले मेरो नजरमा आफूलाई समकालीन राजनीतिमा धेरै अग्लो व्यक्तित्व तुल्याए। जीवन गोधुलीको साँझमा एउटा निर्वाचन हार्दैमा बिमलेन्द्र निधिलाई मनिष झाले आफ्नो जवानीका ती कठोर वर्षहरूको निम्ति आत्मग्लानी हुन दिएनन् जुन वर्षको निम्ति बिमलेन्द्र निधिले प्रजातन्त्रको लागि त्याग गरेका थिए।